मर्निङ एभ्रिवान। आज असार 15 गते हो अनि आज हामी ब्लग स्टार्ट गर्दैछौँ। अहिले घरको सबै काम गरिसक्यौँ। अब आज चाहिँ हाम्रो घरमा धान रोप्ने दिन हो। आज रोपाइको दिन हो। बल्ल बल्ल पानी परेर चाहिँ धान रोप्न आँटेका छौँ। अनि आज हामी किन एक्साइटेड, धान त रोपि नै हालिन्छ, बट यो चाहिँ यो वर्षको फर्स्ट डे हो। आज हामी धान रोप्न पसेकै छैन। अनि त्यो भन्दा पनि पहिले आज असार 15 भएको कारणले पनि अनि यो दमकको वान अफ द बेस्ट स्कुल सूर्योदयले पनि धान रोप्न ल्याउँछन् नि त केटाकेटीहरू प्र्याक्टिकलको लागि कसरी रोप्ने भनेर। त्यो चाहिँ आज हाम्रो खेतमा चाहिँ रोप्नको लागि आउनु हुँदैछ। अनि मेबी 7-8 क्लासकोहरू हुनुहुन्छ अनि उहाँहरू आउनुहुँदैछ। म तपाईँलाई देखाउँछु। आज हामी बिउ पनि काट्नु हुँदैछ मम्मीले चाहिँ अघि। अब भाइ र म फेरि जानेछौँ बिउ काट्न। भर्खर भाइ चाहिँ उडिरहेको छ। मैले आधी काम गरिराख्दाखेरि हेलो भन। आजको न्युज चाहिँ त्यही हो। त्यो हल्का एक्साइटेड चाहिँ हामीहरू छौँ। ब्लग चाहिँ बनाउने ट्राई गर्दैछौँ। तर गर्मी भने चाहिँ अहिले भर्खर पानी परेर रोकेको, तर गर्मी चाहिँ यति धेरै छ भने नि हद गलो। अन्त हाम्रो ड्रोन हामीले बिउहरू पनि निकालिसक्यौँ। यो बिउहरू निकालिसक्यौँ। म तपाईँलाई देखाउँछु ल बिउहरू कसरी भयो भनेर। धान रोप्न जाँदैछु बिकज अब आउनु आँट्नु भयो नि त स्टुडेन्टहरू। अनि त्यही भएर चेयरहरू लगिदिएछौँ। प्रिन्सिपलहरू थुप्रो ठुल्ठुलो मान्छेहरू आउनुहुँदैछ। अनि हेर्दै गर्नु होला मेरो भ्लग। आई ट्राई टु माई बेस्ट। म चाहिँ धान रोप्नको लागि रेडी भइसक्यौँ। अब हामी जाँदैछौँ। जाँदै देखाउनु न। अब हामी जान्छौँ हाम्रो बारीमा बिदारी रोप्न आउनुहुँदैछ। सो चियर चाहिने अरे सरहरू आउनुहुन्छ अरे। सूर्योदयको विद्यार्थीहरू चाहिँ असार 15 चाहिँ कसरी रोपिन्छ धान भन्ने बारेमा चाहिँ अरे यहाँ चेयरहरू लाँदैछ। मिलाउँदैछु, सफा गरिदिन्छु। हाम्रो खेतलाहरू आउँदैछ। प्रखारौँ के लौडेको के जान्छ, प्रखारौँ के लौडेको के जान्छ। आज धान कसरी रोप्ने भने सिकाउनुहुन्छ। यतातिर चाहिँ धम्माधम धान रोपाइ सुरु भएको छ। हाम्रो गाउँतिर चाहिँ खेताला पनि आउनुहुँदैछ। बिउ धानको बिउ हेर। हाम्रो खेतालाहरू
खोइ अर्काको खेतमा त्यसै बिगारिदिनु पनि भएन हो एकचोटि हेरेर कसरी गर्ने त्यो बुझेर मात्रै सुरु गर्ने है त हामीहरू के अब यहाँ उहाँले देखाइदिनु यता यहाँदेखि गएर हो त त्यहाँ थोरै बोका साना थोरै थोरै बोकेर हाल
उयो मिसलाई